तपाईहरूले ब्रिटिस आर्मी र सिङ्गापुर पुलिस फोर्सको भर्ती प्रक्रियामा गरिने मेडिकलको विषयमा विभिन्न प्रश्नहरू सोध्नु भएको छ र त्योमध्ये आज हामी दाँतको विषयमा कुराकानी गर्नेछौँ। जस्तै यो तितको क्राइटेरिया अथवा दाँत चाहिँ तपाईँको कस्तो हुनुपर्छ, कस्तो भयो भने चाहिँ तपाईँले भर्ती प्रक्रियामा भिड्न पाउनुहुन्न भन्ने विषयमा आज हामी बुझ्न गइरहेको छौँ। सो तपाईँहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ भने हेर्नुहोला। यदि तपाईँले म ब्रिटिस आर्मी र सिङ्गापुर पुलिस फोर्समा भिड्छु भनेर सोच्नु भएको छ भने ब्रिटिस र सिङ्गापुरको सेलेक्सनको दौरानमा तपाईँ विभिन्न इक्जामहरूको पास थ्रु भएर जानुपर्छ। त्योमध्ये एउटा तपाईँ मेडिकलको पनि पास थ्रु भएर जानु पर्यो र मेडिकल टेस्ट हुँदै गर्दाखेरि एक पाटो चाहिँ तपाईँको जस्तै त्यहाँ तित पनि चेकअप गरिन्छ र तपाईँहरू धेरैजनाले यो दाँतको विषयमा पनि सोध्नु भएको कारणले गर्दा आज हामी यो विषयमा बुझ्दैछौँ। यो तपाईँको दाँतको चेकअप चाहिँ ब्रिटिस आर्मी र सिङ्गापुर पुलिस फोर्सको फेज 1 रेजिस्ट्रेसनमा पहिलोपटक जाँदै गर्दा पनि उहाँहरूले दाँतको चेकअप गर्नुहुन्छ र सामान्य रूपमा पहिले दाँत हेर्नुहुन्छ र फेज 2 मा चाहिँ तपाईँलाई डिटेल रूपमा पनि हेर्ने गरिन्छ। र फेज 1 मा जाँदै गर्दाखेरि पहिलो कुरा तपाईँलाई म जानकारी गराइदिन्छु। तपाईँले ब्रेसेस लाउनु भएको छ, त्यो जुन दाँत तारले बान्नु भएको छ भने पनि फेज 1 रेजिस्ट्रेसनमा चाहिँ केही फरक पर्दैन, तर पनि अन्य क्राइटेरिया हेरिन्छ। यो चाहिँ मैले ब्रेसेसको बारेमा मात्रै बताएँ। तर फेज 2 मा जाँदा चाहिँ फेरि हामीले ब्रेसेस फुकालेर जानुपर्छ। अब दाँतको बारेमा हामीले कुरा गर्ने हो भने यति नै सङ्ख्यामा हुनुपर्छ, जस्तै तपाईँको 32वटा दाँत हुनुपर्छ अथवा 30वटा हुनुपर्छ भन्ने चाहिँ हुँदैन। तर यसमा डिटेल क्राइटेरिया बुझ्दै जाँदाखेरि दाँतमा अगाडिपट्टि रहेको जुन तपाईँले स्क्रिनमा पनि देख्नु भएको छ, जसलाई हामी कुकुर दाँत भनेर भन्ने गर्छौँ, यो केनाइन तित, यो दाँतको बिचमा रहेको अगाडिपट्टिको भागको माथिको 4वटा दाँत हुन्छ र तलको 4वटा, यो दाँतहरूमा कुनै पनि फल्ट हुनु हुँदैन। भन्नको मतलब फल्ट भन्दै गर्दाखेरि यो अगाडिपट्टिको माथिको 4टा र तलको 4टा चाहिँ धेरै बाङ्गिएको पनि हुनु भएन, किराले लागेको हुनु भएन, किरा खाएको हुनु भएन, त्यसै गरी तपाईँको टुक्रिएको भाँचिएको अगाडिपट्टि चाहिँ हुनु भएन। फेरि पनि म भन्दैछु, अगाडिपट्टिको माथिको 4टा र तलको 4वटा दाँत चाहिँ कुनै पनि फल्ट बेगर हुनुपर्छ। अलिकति सामान्य बाङ्गो छ भने त्यसले कुनै पनि फरक पार्दैन, तर धेरै बाङ्गो छ अथवा तपाईँको किरा लागेको छ, टुक्रिएको छ, भाँचिएको छ भनेदेखि अब तपाईँले भिड्न पाउनुहुन्न। तर अब फेरि तपाईँको अर्को क्राइटेरिया पनि के रहेको छ त भन्दाखेरि यदि तपाईँको अब यो कुकुर दाँतभन्दा भित्रपट्टिको बङ्गराहरूमा चाहिँ 2वटासम्म यदि किरा नै लागेको छ, भाँचिएको छ, टुक्रिएको छ, निकाल्नु भएको छ, फुकाल्नु भएको छ, तपाईँले सिमेन्ट भर्नु भएको छ किरा लागेर भनेदेखि पनि पछाडिपट्टिको बङ्गरामा चाहिँ जम्मा 2वटासम्म फल्ट चाहिँ एक्सेप्ट हुन्छ। फेरि 3वटा भयो भने अब तपाईँ फालिनु हुनेछ। अगाडिपट्टिको दाँतमा त कुनै पनि फल्ट हुनै भएन। अगाडिपट्टिको दाँत क्लिन हुनु पर्यो, तपाईँको पुरै तपाईँ क्राइटेरियाभित्र पर्न सक्नु पर्यो। तर पछाडिपट्टिको दाँतमा 2वटा दाँतसम्म चाहिँ जे भएको छ भने पनि तपाईँले नक्कली लाउनु भएको छ, फुक्लिएको छ, किरा लागेको छ, टुक्रिएको छ भने पनि तपाईँलाई एक्सेप्ट गर्न सकिन्छ। तर 3टा भयो भनेदेखि अब फेरि तपाईँलाई त्यहाँबाट फालिदिनु हुनेछ। सो दाँतको क्राइटेरिया चाहिँ एकदम सिम्पल छ, तपाईँहरूलाई भन्दाखेरि पनि बुझिहाल्नुभयो। मैले भनि पनि हालेँ, अगाडिपट्टिको माथिको 4वटा र तलको 4वटा जुन तपाईँको कुकुर दाँत केनाइन तितको बिचमा रहेको छ त्यसमा कुनै फल्ट हुनु भएन। सामान्य बाङ्गो छ भने त्यसले केही पनि फरक पर्दैन, तर धेरै बाङ्गो छ भने बरु तपाईँले अहिले नै ब्रेसेसहरू लगाएर त्यसलाई सिधा बनाउने प्रक्रिया अगाडि बढ्नु होला। तर फेज 2 मा जाँदै गर्दा फेरि ब्रेसेस चाहिँ निकाल्नुपर्छ। त्यो दाँत जुन तारले बाँधिएको हुन्छ त्यो तार फुकाल्नुपर्छ त्यति बेला। तर अहिलेदेखि लाउनु भयो भने त्यति बेलासम्म तपाईँको लेभलमा मिलिसक्छ। सामान्य बाङ्गो छ भने केही फरक परेन, तर किरा लागेको छ, टुक्रेको छ, भाँचिएको छ, तपाईँको चाहिँ पुरै बङ्गराहरू त्यहाँ आएको छ भनेदेखि त्यस्तो केसमा चाहिँ अब तपाईँले भिड्न पाउनुहुन्न। र पछाडिपट्टिको कुरा गर्ने हो भने बङ्गरामा 2टासम्म फल्ट जे पनि होस् तपाईँले भिड्न पाउनुहुनेछ। 3टा भयो भने फेरि फालिनेछ। सो दाँतको क्राइटेरिया चाहिँ सिम्पल यही हो। धेरैजनाले सोध्नु भएको थियो, तपाईँले यति बुझ्नुभयो भने दाँतको क्राइटेरियाको विषयमा तपाईँले सबै बुझिहाल्नुभयो। अर्को पालि फेरि अर्को मेडिकलको क्राइटेरिया लिएर आउनेछु। थ्याङ्क यू सो मच फर वाचिङ।